अध्याय स्वस्थानी देवी माता की जय। श्री स्वस्थानी व्रत कथा प्रारम्भ प्रथमो अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, तिमीले यसभन्दा अघि पनि देवी देवताहरूका अति पवित्र दुर्लभ र अनेकौं महिमाले युक्त चरित्र गुणानुवाद र कथाहरू श्रवण गर्दै आइरहेका छौ। तिमी मेरो अत्यन्त प्यारो भक्त शिष्य र साथी समान आत्मीय भएकोले आज पनि म तिमीलाई अनेकौं रहस्यहरूले भरिएका कथा र विषयवस्तुहरू सुनाउन गइरहेको छु। तिमी एकचित्त भई सुन। अघि यो संसार पद्मकल्पमा जलमय छँदा परम ब्रह्मस्वरूप विष्णुले जलभित्र योगमायासित शयन गरिरहँदा विष्णुका नाभिदेखि सहस्त्रदल 7,000 पात भएको कमल निस्क्यो। त्यस कमलका केशरबाट 4 मुख भएका ब्रह्मा उत्पन्न भए। ती ब्रह्मा त्यस कमलमा बसी संसार सृष्टि गर्न विचार गर्दै गर्दा त्यसै बखतमा विष्णुका काने गुजीदेखि बडा वीर पराक्रमी मधु र कैटभ नाम गरेका 2 दैत्य उत्पन्न भए। ती मधु कैटभ दैत्यले कहाँ के छ भनी जलमय संसारमा भ्रमण गर्दा ब्रह्मा बसेको सहस्त्रदल कमलनेर पुगेर कमलको नाल देखे। त्यही कमलको नाल समाती माथि गई ब्रह्मालाई देखेर ती ब्रह्मालाई खसाल्न तयार भए। तब ब्रह्मा डराएर योगमायाको आराधना गरी प्रकट गराई बिन्ती गरे, हे ईश्वरी, विष्णुलाई जागा गराइदिनुहोस्। तब ब्रह्माका वचन सुनि योगमायाले श्री विष्णुलाई जागा गराइदिन्। श्री भगवान विष्णु जागा भई मधु र कैटभ 2 दैत्यलाई देखि क्रोधले चाँडै युद्ध गर्न अघि सर्नुभयो। दिव्य 5,000 वर्षसम्म जलमा युद्ध भयो तापनि मधु कैटभ दैत्यलाई विष्णुले जित्न सक्नु भएन र हे दैत्य हो, तिमीहरू बडा पराक्रमी रहेछौ, म सन्तोष भए वरदान ल्याऊ भनी विष्णुले आज्ञा गर्नुभयो। र त्यो आज्ञा सुनी मधु कैटभ दैत्यले अहंकार गरी भने, हे विष्णु, युद्धमा तिमीलाई हामीले जित्यौ, तिमी के वरदान देउला, बरु तिम्रो इच्छा भएको वर हामीसँग माग। यस्ता मधु कैटभका वचन सुनि विष्णुले, हुन्छ, म वर माग्दछु, तर बाचा गर भन्दा मधु कैटभ दैत्यले तिमीले मागेको हामी अवश्य देउला भन्दा विष्णु आज्ञा गर्नुहुन्छ, हे दैत्य हो, म के वर मागौ, तिमी दुवै मेरा हातदेखि मर। यस्ता विष्णुका वचन सुनि मधु कैटभ दैत्यले भने, हे विष्णु, तिमीले कपट गरी वर माग्यौ तापनि हामीले बाचा गरेका छौ, दिन्छौ भनेर अब के गरौ भनी मनमा विचार गरी सब जलमय संसारदेखि विष्णुसँग भने, हे विष्णु, हामीलाई जल नभएका ठाउँमा मार भन्दा हुन्छ भने विष्णुले ती दुवै दैत्यलाई काखमा राखी सजिलैसित मारिदिनुभयो। तीनै दैत्यको बोसो शीतकालमा तुषारोले पर्वत भए, हाडले पत्थर भए। यो देखि ब्रह्माले अब संसार सृष्टि गरौ भनी पहिले 14 भवन सृष्टि गरे। कुन भने, भूरलोक, भुवरलोक, स्वरलोक, महरलोक, जनलोक, तपलोक, सत्यलोक, यति स्वर्गका र 1 अतल, वितल, सुतल, तलातल, महातल, रसातल, पाताल, यी 7 तलतिरका जम्मा 14 भवन सृष्टि गरी 7 द्वीप सृष्टि गरे। जम्बूद्वीप, प्लक्षद्वीप, शाल्मली द्वीप, कुशद्वीप, कौशिकद्वीप, शाकद्वीप, पुष्करद्वीप। जम्बूद्वीप भन्दा दोब्बर ठुलो प्लक्षद्वीप छ, प्लक्षद्वीप भन्दा दोब्बर ठुलो शाल्मद्वीप छ। त्यस्तै तरहले दोब्बर ठुला द्वीपहरू छन्। अनि फेरि 7 समुद्र सृष्टि गरे। ती कुन भने, क्षारोद समुद्र, इचुरशोध समुद्र, सुरोध समुद्र, घृतोद समुद्र, क्षीरोद, दधिमण्डोद समुद्र र शुद्धोद समुद्र। समुद्रहरू पनि यस्तै गरी ऊभन्दा ऊ ठुलो, ऊभन्दा ऊ दोब्बर ठुला छन्। एक द्वीपलाई 1 समुद्रले घेरेको छ। जामुनाको रुख हुनाले यसको जम्बूद्वीप भन्ने नाउँ रह्यो। यस जम्बूद्वीपलाई क्षार समुद्रले अर्थात् नुनिलो पानी भएको समुद्रले घेरेको छ। यहाँ मुख्य बद्रीनारायण देवता अग्निद्र नाउँका राजा छन्। यो जम्बूद्वीपको वरिपरिको घेरो 1,00,000 योजनको छ। दोस्रोमा कोशको 1 योजन छ। दोस्रोमा पाखरीको रुख हुनाले प्लक्षद्वीप नाउँ रह्यो। यस प्लक्षद्वीपलाई इचुर शोध अर्थात् उखुका रसका समुद्रले वरिपरि घेरेको छ। यहाँ मुख्य अग्नि देवता र हित्मजिन्ह नाउँका राजा छन्। यो प्लक्षद्वीपको वरिपरिको फेरो 2,00,000
लाख योजनको छ। तेस्रोमा सिमलको रुख हुनाले साल्मली द्वीप नाउँ रह्यो। यस साल्मली द्वीपलाई सुरोध समुद्र अर्थात् मदिराको समुद्रले वरिपरि घेरेको छ। यहाँ मुख्य गरुड देवता यक्षबाहु नाउँका राजा छन्। यो साल्मली द्वीपको वरिपरिको फेरो 4 लाख योजनको छ। चौथोमा कुशको झाम्टो हुनाले कुशद्वीप भन्ने नाउँ रह्यो। यस कुशद्वीपलाई घृतोद समुद्र अर्थात् घिउको समुद्रले वरिपरि घेरेको छ। यहाँ पनि मुख्य देवता अग्नि नै छन्। हिरण्यरेता नाउँ भएका राजा छन्। यस कुशद्वीपको वरिपरिको फेरो हुनाले कौशद्वीप नाउँ रह्यो। यस कौशद्वीपलाई क्षीरोद समुद्र अर्थात् दुधै दुधको समुद्रले वरिपरि घेरेको छ। यहाँ जल देवता र धृतपृष्ठ नाउँ भएका राजा छन्। यो कौशद्वीपको वरिपरिको फेरो 16 लाख योजनको छ। छैटौँमा शाकवृक्ष हुनाले शाकद्वीप भन्ने नाउँ रह्यो। यस शाकद्वीपलाई दधि मण्डोद समुद्र अर्थात् दहीको समुद्रले वरिपरि घेरेको छ। यहाँ मुख्य वायु देवता र मेधातिथि नाउँ गरेका राजा छन्। यो शाकद्वीपको वरिपरिको फेरो 32 लाख योजनको छ। सातौँमा कमलको बोट हुनाले पुष्करद्वीप नाउँ रह्यो। यस पुष्करद्वीपलाई शुद्धोद समुद्र अर्थात् अति शुद्ध जलको समुद्रले वरिपरि घेरेको छ। यहाँ मुख्य देवता र ब्रह्मावितिहोत्र नाउँका राजा छन्। यो पुष्करद्वीपको वरिपरिको घेरो 64 लाख योजनको छ। अब अरू पनि सुन। यस जम्बूद्वीपमा सुमेरु पर्वत सृष्टि गर्नुभयो र सुमेरु पर्वतका 4 दिशातिर 8 पर्वत सृष्टि गर्नुभयो। ती पर्वतहरूमध्ये सुमेरुका पूर्वतिर जठर र देवकुट, सुमेरुका दक्षिणतिर कैलाश र करवीर, सुमेरुका पश्चिमतिर पवन र पारियात्र, सुमेरुका उत्तरतिर त्रिशृङ्ग र मकर पर्वतको सृष्टि गर्नुभयो। फेरि सुमेरुका वरिपरि अरू 20 पर्वत सृष्टि गर्नुभयो। ती कुन कुन भने कुरुङ्ग, कुरर, कुसुम्ब, बैंकक, त्रिकुट, शिशिर, पतङ्ग, रोचक, निषेध, सिनी, बास, कपिल, शङ्ख, वैदुर्य, जारुदी, हंस, ऋषभ, नाग, कालञ्जर र नारद भए। अब यताउतातिरका हिमालय पर्वत, चित्रकूट पर्वत आदि गरिएका हजारौँ पर्वत, खोला र नदी नालाहरू पनि सृष्टि गर्नुभयो। हे अगस्त्य मुनि, अब प्राणी सृष्टि गरौँ भनी ब्रह्माजीले श्री महादेवको तपस्या गर्नुभयो र महादेव प्रत्यक्ष भई हे ब्रह्मा, तिम्रो भक्तिदेखि म सन्तोष भए वर माग भन्नुभयो भने आज्ञा गर्नुभएको सुनि ब्रह्माले महादेवलाई नाना उपचारले पूजा गरी स्तुति गर्न लाग्नुभयो। हे परमेश्वर, तपाईँ कस्ता भने आफ्ना मायाले ब्रह्माण्ड संसार तुल्याई मायामा भुलिरहेका यस्ता हजुरलाई कोटी कोटी नमस्कार छ। फेरि एक मूर्तिले 3 मूर्ति ब्रह्मा विष्णु महेश्वर नाम भइरहेका यस्ता हजुरलाई कोटी कोटी नमस्कार छ। फेरि जगत संसारका धनी सर्वव्यापी भइरहेका यस्ता हजुरलाई कोटी कोटी नमस्कार छ। हे ईश्वर, तपाईँको महिमा वर्णन गर्न अनन्त विष्णुले पनि नसकेको म कसरी सकुला। तपाईँका प्रसादले 14 भुवन र पर्वतहरू सृष्टि गरिसके। अब प्राणी सृष्टि गर्न सकु यति वरदान दिनुहोस् भनी ब्रह्माले बिन्ती गर्दा महादेवले हे सूर्यज्येष्ठ सृष्टिकर्ता भएका तिमीले प्राणी सृष्टि गर्न सके भनी वरदान दिनुभयो। तहाँ उपरान्त ब्रह्माले मनमा हर्ष गरी श्री महादेवलाई साष्टाङ्ग प्रणाम गरी सृष्टि गर्न भनी सुमेरु पर्वतमा जानुभयो। महादेव पनि अन्तर्ध्यान हुनुभयो। ब्रह्माले सुमेरु पर्वतमा गई शिवलोक, विष्णुलोक, ब्रह्मलोक, उमालोक, स्कन्दलोक आदि नाना तरहका लोक सृष्टि गरी सुमेरु पर्वतका पूर्व दिशामा अमरावती, आग्नेय कोणमा शुद्धवती सृष्टि गर्नुभयो। दक्षिण दिशामा यमपुरी, नैऋत्य कोणमा कृष्णावती सृष्टि गर्नुभयो। पश्चिम दिशामा श्रद्धावती, वायव्य कोणमा गन्धवती, उत्तर दिशामा अलकापुरी र ईशान कोणमा यशोमती सृष्टि गर्नुभयो। यति सृष्टि गरिसके स्थावर जङ्गम सृष्टि गर्नुभयो। फेरि प्राणी सृष्टि गर्न लाग्नुभयो। पहिले कश्यप प्रवृत्ति 100 ऋषि मनले चिताउँदैमा सृष्टि भए अनि सृष्टि भयो भने स्कन्द कुमारजी भन्नुहुन्छ। हे अगस्त्य मुनि, यो पहिला अध्याय जसले माघ महिनामा भन्ला अथवा सुन्ला त्यसलाई सुरता, धीरता, गम्भीरता र मित्रता प्राप्त हुनेछ। श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वरी व्रत कथायम भुवन पर्वत प्राणी सृष्टि कथनम नामो प्रथमो अध्याय। हरे नमः। जय।